नमस्कार सम्पूर्ण श्रद्धालु दर्शकबिन मित्रहरूलाई। आज हामी कुरा गर्दैछौँ श्री स्वस्थानी व्रत कथासँग सम्बन्धित रहेको हजारौं श्रद्धालुहरूको आस्थाको केन्द्रबिन्दु रहेको साली नदीको बारेमा र श्री स्वस्थानी व्रत कथाको महत्त्वको बारेमा केही सानो जानकारीमूलक भिडियो हामी तपाईहरूमाझ लिएर उपस्थित भएका छौँ। आशा छ तपाईहरूले श्री स्वस्थानी व्रत कथाको महत्त्व र साली नदीको महत्त्व बारेमा केही जान्न र बुझ्न चाहनुहुन्छ भने हाम्रो यो सानो भिडियोलाई अन्तिमसम्म हेरेर जानकारी लिन सक्नुहुनेछ। साली नदी केवल एक नदी मात्र होइन, यो आस्था, तपस्या र पवित्रताको जीवित प्रतीक हो। स्वस्थानी व्रत कथा अनुसार साली नदीको उत्पत्ति हिमालय पुत्री पार्वतीको तपस्यासँग जोडिएको मानिन्छ। देवी पार्वतीले भगवान शिवलाई पति रूपमा पाउन यही क्षेत्रमा कठोर व्रत र तपस्या गरेकी थिइन्। त्यसै कारण स्वस्थानी व्रत गर्ने महिलाहरूले साली नदीमा बिहानै सबेरै स्नान गरी देवी स्वस्थानीको पूजा गर्ने परम्परा चल्दै आएको छ। श्रद्धालुहरू विश्वास गर्दछन् साली नदीमा स्नान गर्दा पाप नाश हुन्छ, मन शुद्ध हुन्छ र परिवारमा सुख शान्ति प्राप्त हुन्छ। स्वस्थानी व्रतको एक महिना पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साली नदी क्षेत्रमा पूर्ण रूपमा धार्मिक चेतनाले भरिएको हुन्छ। बुढाबुढी, युवा, बालबालिका सबै हातमा फूल, धूप, दीप बोकेर नदी किनारमा देखिन्छन्। यो दृश्य आफैमा एक जीवित धर्म ग्रन्थ जस्तै लाग्दछ। श्री स्वस्थानी कथामा वर्णित श्रीकृष्ण, शिव, पार्वती, दक्ष प्रजापति, सती देवीका कथाहरू साली नदीसँग जोडिँदै मानव जीवनलाई धैर्य, त्याग र सत्यको पाठ सिकाउँदछन्। साली नदीले हामीलाई सम्झाउँछ धर्म भनेको केवल पूजा होइन, धर्म भनेको आत्मसंयम, आस्था, कर्मको शुद्धता पनि हो। आज आधुनिकतासँगै परम्पराहरू हराउँदै गएको अवस्थामा साली नदी र स्वस्थानी व्रत हाम्रो सांस्कृतिक पहिचान जोगाइराख्ने एक माध्यम बनेका छन्। त्यसैले साली नदीको संरक्षण गर्नु केवल धार्मिक कर्तव्य मात्र होइन, यो हाम्रो इतिहास र भविष्य जोगाउने जिम्मेवारी पनि हो। यदि तपाईहरू पनि श्री स्वस्थानीको व्रत बस्नु भएको छ र आफूले श्री स्वस्थानी मातासँग केही माग्नु भएको छ भने कृपया तपाईहरू पनि साली नदीमा गएर श्री स्वस्थानी माताको दर्शन गर्नुहोस् र साली नदीको पनि दर्शन गरेर आफूले मागेका कुराहरू प्राप्त गर्न सक्नुहुनेछ। त्यसका लागि श्री स्वस्थानी माताको दर्शन गर्न चाहिँ नभुल्नुहोला र साली नदीको स्नान पनि गर्नुहोला। यति गर्नुभयो भने तपाईले मागेका इच्छा, चाहना, मनोकांक्षाहरू अवश्य पूरा हुने गर्दछन्। अन्त्यमा साली नदी जस्तै हाम्रो मन पनि शुद्ध, शान्त, पवित्र रहोस् यही कामना गर्दछु र आजलाई यति नै। आज हामीले प्रस्तुत गरेको श्री स्वस्थानी व्रत कथामा आधारित श्री स्वस्थानी माताको महत्त्व र साली नदीको महत्त्वको बारेमा केही छोटो मिठो भिडियो तपाईहरूलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्न चाहिँ नभुल्नुहोला र हाम्रो यो नेपाल भ्यू HD लाई एक सब्स्क्राइब गरी यो भिडियोलाई सेयर गर्न चाहिँ नभुल्नुहोला। हवस् त, धन्यवाद। जय देश, जय स्वस्थानी माता, जय साली नदी।